कालिका नमुना माध्यमिक विद्यालयको यो 50औं स्वर्ण जयन्तीको अवसरमा आज शैक्षिक प्रदर्शनी तथा शैक्षिक मेला कार्यक्रम रहेको छ। देख्न सक्नुहुन्छ कार्यक्रम निकै भव्य छ। हाम्रो एमलाई हुनुहुन्छ र यहाँ हामी देख्न सक्छौँ विद्यार्थीहरूले नै फुडको चाहिँ स्टल राखेका छन्। यिनीहरूले चाहिँ देख्न सक्नुहुन्छ के छ यहाँ कालिका फुड फेस्टिभल रहेछ। कालिका फुड फेस्टिभलमा विभिन्न आज आलु चप, भेज पकौडा, ब्रेड, फ्रेन्च फ्राइज, स्विट कर्न, चिकन बर्गर, चिकन नुडल्सहरू के देख्न पाइन्छ र विद्यार्थीहरूले नै पकाएको देख्नु छ। यहाँ के रहेछ यहाँ जेनजी मोमो सेन्टर रहेछ यहाँ होइन। चटपट पानीपुरी स्टल, त्यस्तै बेभरेज स्टल अनि फास्ट फुड स्टल र भेज स्न्याक्स स्टल रहेछ। यहाँ विद्यार्थीहरूले नै खाना पकाएर सर नमस्कार नमस्कार। खाना खानुभयो? मिठो त मिठो। नमस्ते। खाना कस्तो रहेछ? यहाँ अभिभावकहरूले खाइसक्नु भएको छ। विद्यार्थीहरूले पकाएको खाना एकचोटि यहाँ भिडभाड हेरौँ। यहाँ के छ? यहाँ के कुपन काट्ने हो? यहाँ कुपन हो? यहाँ चाहिँ कुपन काट्ने रहेछ है। के छ नि खानामा? के छ नानी? खानामा के छ? के सबै भन्नाले? सबै भन्नाले यो भोलि पनि हुन्छ कि आज मात्रै हो? आज मात्रै हो ल है। देख्न सक्नुहुन्छ यहाँ भिडभाड छ। यहाँ मिस्टर यो सेफ ह्युमन मिस्टर आयुष। यहाँ चाहिँ हाम्रो कुन स्कुलबाट हो तिमीहरू? कालिकै हो ल। म्यानेजमेन्ट टिम हो? होटल म्यानेजमेन्ट हो? होटल म्यानेजमेन्ट हो ल। है आयुष विद्यार्थीहरूले आफै खाना पकाएर बेचिरहेका छन्। यहाँ देख्न सकिन्छ। यसलाई यहाँ सर म्यामहरू चाहिँ खाँदै हुन्छ है। कस्तो छ सर स्वाद? मिठो छ। कुन मोमो हो यो? ल खानु त सर कस्तो छ? ल मिठो छ होइन? ल यहाँभित्र पकाउन भ्याइने भाइ छ मोबाइलमा खानेको भिडभाड छ। यहाँ बर्गर खाँदैछन्। यहाँ यतापट्टि साङ्गीतिक कार्यक्रम भइरहेको रहेछ देख्न सकिन्छ। फर्स्ट एड हेल्थ डेस्क रहेछ। यहाँ मेम्बर बस्नुभएको छ हेल्थ डेस्कको लागि। पुरै मन हाम्रो चाहिँ यो सजाइएको छ राम्रो छ आकर्षक रूपमा। यहाँ नमस्ते नमस्ते। यहाँ के प्रदर्शनी हो? शैक्षिक प्रदर्शनी देख्न सकिन्छ। के छ? के हो यो? कसले बनाएको नि हो? कालिका हाम्रो कालिका स्कुलबाट हो। ठिक छ। यो निकै सुन्दर सहर रहेछ है। यहाँ सहर गाउँ छ। त्यहाँ घरहरू कति तिमीले बनाएको? कुन हो बनाएको? यो के हो त? त्यो के हो हजुर? सोलर सिस्टम हो? केबाट बनाएको नि? क्लेबाट हो? यो चाहिँ के हो? यो खोइ त भोल्कानेको लाभा निस्किन्न? निस्किसक्यो? फेरि पनि निस्किन्छ? सकिभायो? हेर्नुहोस् विद्यार्थीहरूको आविष्कार छ यहाँ देख्न सकिन्छ है। अब कला विद्यार्थीहरूको कला फुटबल ग्राउन्ड छ यहाँ। तिमीले बनाएको कुन हो? तिमीले बनाएको कुन हो? स्मार्ट सिटी हो? स्मार्ट सिटीमा के छ? हो राम्रो छ त। ल बधाई छ। यो के हो? यो एटिएम हो? पैसा निस्किन्छ त्यहाँबाट? निस्किन्न हो? अनि के त घरमाथि पृथ्वी छ त यो? खै सन माल्नमा बोल्दैन? सक्यो सब ब्याट्री सक्यो? हलोग्राम हो? यो चाहिँ के हो? बत्ती बाल्ने के हुन्छ यसमा? ए सन हो त्यो? ल बधाई छ। ल राम्रो गरेछ। ल तिम्रो नाम भन। तिम्रो नाम भन्दै हो नि त?
खुसी के रे खुसी ल बधाई छ के छ खै चाहिँ स्टलहरू यहाँ बनाइएको छ महोत्सव एउटा महोत्सव भएको छ यहाँ महोत्सव जस्तो देखिएको छ यहाँ महोत्सवमा हुनुपर्छ नि हाम्रो स्मल हार्ट के सर यो के हो यो भाइरसको मोडल हो ए ल यहाँ पनि स्मार्ट एकाडेमीबाट चाहिँ देख्नुभएको छ यहाँको यसलाई कालिका मनमा देवी लागेको अवसरमा यो स्मार्ट एग्रिकल्चर सिट देख्न सकिन्छ यो कसले बनायो यो हजुर दिदीहरूले हो ल यो विभिन्न प्रोजेक्टहरू रहेछ यहाँ इभेन्ट क्लासको अब नवीन सरले यहाँ क्याप्चर गर्दै हुनुहुन्छ होइन जस्तै यहाँ चाहिँ अर्को वेलकम टु के हो यो बाल विकास स्टल के छ यहाँ के हो यहाँ प्रदर्शनी हजुर प्री प्राइमरी 3 क्लासको लागि चाहिँ हामीसँग प्ले डो छ हैन यो चाहिँ हामीले विभिन्न किसिमको आकृतिहरू बनाउनुबाट चाहिँ बच्चाहरूलाई चाहिँ खेलाउन सक्छौँ हैन गुन्नी बुन्नीहरू पनि छ अनि हामीले 7 र 6 क्लासको भाइ बहिनीहरूले बनाउनु भएको गुन्द्री छ हैन ए स्कुलमा बनाउनु गुन्द्री हो हजुर सर भाइ बहिनीहरूले बनाउनु भएको उहाँहरूको फोटो पनि हामीले चाहिँ एड ए ल उहाँले अलिक हाम्रो लोप हुँदै गएको यो गुन्द्री चाहिँ अब स्कुलको विद्यार्थीले बनाउनु भएको रहेछ यो चाहिँ 6 र 7 ले नै बनाउनु भएको झोल सरफ र लिक्विड सोप र यो चाहिँ फिनाइल हो है हजुर अनि यो चाहिँ भाइ बहिनीहरूले नै चकटी रहेछ होइन बनाउनु भएको छ उहाँहरूले चाहिँ मकैको भुत्लाबाट बनेको चकटी अनि उहाँहरूको फोटो पनि एड गरेको ल यो बाल विकासका स्टुडेन्टहरूले बनाउनु भएको चकटी देख्न सक्नुहुन्छ निकै राम्रो बनाउनु भएको छ ल पनि कुचो बनाउनु भएको छ यो चाहिँ भाइले बनाउनु भएको नमस्कार ल यहाँ के छ नि यहाँ स्पेसली हामी डाइरेक्टली क्लासमा चाहिँ पस्ने बित्तिकै हामीले चाहिँ हाम्रो प्ले डोबाट सुरु गर्छौँ अनि त्यसपछि हामीले चाहिँ यसरी यो बच्चाहरूको चाहिँ यो डेभलप स्किलको लागि चाहिँ हामीले चाहिँ यो यस्ता एक्टिभिटिजहरू यो चेनहरू लगाउने बटमहरू खोल्ने उन्नी बुन्नी यो चाहिँ फोल्डिङ ह्याङ्की अन्तर्गत पर्छ सर यसलाई चाहिँ हामीले फोल्डिङ ह्याङ्की यो चाहिँ बच्चाहरूलाई चाहिँ यसरी फोल्ड गर्न पठाउन चाहिँ सिकाउँछौँ थ्याङ्क यू म्याम नारायणी माध्यमिक विद्यालयको स्टल रहेको छ के सर यहाँ एक्जिबिसन चाहिँ शैक्षिक प्रदर्शनीको क्रममा छ यो नारायणी माध्यमिक विद्यालयको यो आफैले विद्यार्थी स्वयंले चाहिँ निर्माण गरेको स्थानीय सामग्रीहरू प्रयोग गरेर विद्यार्थीले निर्माण गरेको यहाँ विशेष गरेर साइन्सको म्याथमेटिक्सको र स्थानीय विषयसँग सम्बन्धित सामग्रीहरू चाहिँ रहेको धन्यवाद सर नारायणी माध्यमिक विद्यालयको फेरि पनि सम्पूर्ण नमस्कार र मेरो गजलको शीर्षक अहिलेको राजनीतिक घटना परिघटनामा आधारित रहेको छ र जसको शीर्षक रहेको छ स्वस्तिक छाप लगाउँछु नातावाद कृपावाद पार्टीवादको अन्धकारमा स्वस्तिक छाप लगाउँछन् नातावाद कृपावाद पार्टीवादको अन्धकारमा स्वस्तिक छाप लगाउँछन् अनि भोलिपल्ट भ्रष्ट नेताका नाममा सडक तताउँछन् अनि भोलिपल्ट भ्रष्ट नेताको नाममा सडक तताउँछन् सुशासन र भ्रष्टाचारको नाममा टायर बाल्दै आन्दोलन गर्छन् सुशासन र भ्रष्टाचारको नाममा टायर बाल्दै आन्दोलन गर्छन् अनि आफ्नै सम्पत्ति सार्वजनिक स्थल र कार्यालय जलाउँछन् आफ्नै सम्पत्ति सार्वजनिक स्थल र कार्यालय जलाउँछन् हेरौँ कति समयसम्म आँखामा पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन् हेरौँ कति समयसम्म आँखामा पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन् त्यही भ्रष्ट नेता घर दैलो गर्दै हात हल्लाउँदै आउँछन् त्यही भ्रष्ट नेता घर दैलो गर्दै हात हल्लाउँदै आउँछन् मूर्ख सरी जनताहरू खुट्टा ढोक्दै फुलमाला लगाउँछन् भेडा सरी जनताहरू खुट्टा ढोक्दै फुलमाला लगाउँछन् त्यति मात्र का हो र
त्यति मात्र कहाँ हो र मूर्ख झोलेहरू जिन्दाबादको नारा लगाउँछन्। हेरौ कति समयसम्म पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन्। हेरौ कति समयसम्म आँखामा पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन्। समाजका समाजसेवी र नेताहरू युवा स्वदेशमै बस्नुपर्छ, यही गर्नुपर्छ भनेर भाषण गर्छन्। समाजका अग्रज र नेताहरू युवा स्वदेशमै बस्नुपर्छ, यही गर्नुपर्छ भनेर भाषण गर्छन्। भोलिपल्ट छोरा छोरी नाति नातिनाको पासपोर्ट गराउन राजधानीतर्फ धाउँछन्। भोलिपल्ट छोरा छोरी र नाति नातिनाको पासपोर्ट गराउन राजधानीतर्फ धाउँछौ। हेरौ कति समयसम्म आँखामा पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन्। हेरौ कति समयसम्म आँखामा पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन्। जनताका छोराछोरीहरू शिक्षा रोजगार र अवसरको खोजीमा विदेश जान्छन्। जनताका छोराछोरीहरू शिक्षा रोजगारको खोजीमा विदेश जान्छन्। यता भ्रष्ट नेतालाई सराप्दै बुबा आमा आँसु बगाउँछन्। हेरौ कति पल्टसम्म आँखामा पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन्। हेरौ कति समयसम्म आँखामा पार्टीको पट्टी लगाएर स्वस्तिक छाप लगाउँछन्। अब हेरौ फागुनको चुनावमा कसलाई जिताउँछौ। अब हेरौ फागुनको चुनावमा कसलाई जिताउँछौ। असल नेतृत्व चाहन्छौ कि उही पार्टीको पट्टी लगाउँछौ। असल नेतृत्व चाहन्छौ कि उही पार्टीको पट्टी लगाउँछौ। अब आफ्नो पार्टी र सिद्धान्तबाट माथि उठेर राष्ट्रको लागि सोच। अब आफ्नो पार्टी र सिद्धान्तबाट माथि उठेर राष्ट्रको लागि सोच, नत्र भने फेरि आफ्ना छोरछोरी र युवालाई विदेश पठाउँछौ।